बिहानको घाम ननिस्कँदै हामी रामप्रसाद उपाध्यायको घरमा पुग्दा दृश्य एकदम हृदय विदारक थियो। एउटै कोठाको दुई ओछ्यानमा रामप्रसाद र उनकी पत्नी गोमा उपाध्याय अचल शरीर लिएर लडिरहनु भएको थियो। 42 वर्षीय रामप्रसाद उपाध्याय 7 महिनादेखि मुखको क्यान्सरले पीडित हुनुहुन्छ। काठमाडौँको भक्तपुर क्यान्सर अस्पतालमा उपचार गराइरहनु भएका उहाँ अहिले न उठ्न सक्ने न बोल्न सक्ने अवस्थामा हुनुहुन्छ। शारीरिक रूपमा जति असहाय भन्नुभयो, आर्थिक रूपमा त्यत्तिकै विपन्न हुनुहुन्छ। अहिलेसम्म उपचारका लागि 40 लाख रुपैयाँ खर्च भइसकेको छ, तर पीडाबाट छुटकारा भने पाउनु भएको छैन। जीवनका यी कठोर पाटाहरू रामप्रसादले एक्लै भोग्नु भएन। 7 वर्ष अगाडि उहाँकी श्रीमती गोमा उपाध्यायको खुट्टामा समस्या देखियो। नेपालगञ्जमा गराइएको एमआरआई पछि रोगको जटिलता खोल्यो। त्यसपछि दिल्ली लगेर अपरेसन गरियो, तर उपचारले अपेक्षित सुधार ल्याउन सकेन। आज गोमा कम्मरदेखि तलको भाग नचल्ने अवस्थामा हुनुहुन्छ। उहाँको उपचारमा हालसम्म 42 लाख रुपैयाँ खर्च भइसकेको छ। मेरो त्यस्तो 7 वर्ष भइसकेर भएको पछाडि ढाडको अपरेसन गरेर इन्जुरी स्पाइनल कर्ड इन्जुरी भएको गरेको 7 वर्ष भइगयो। कम्मरदेखि तल केही चल्दैन लाग्दैन, धेरै गरेको फेरि अब 14 महिना जति फेरि गरेको। तुलसीपुर होटल बसेर पाएको पैसा सब सकियो। दिल्ली गएर अपरेसन गरेको हो, यहाँ काठमाडौँ सक्दैन भने गऱ्यो, दिल्ली गयौँ। त्यति बेला पनि गएको सानो छन्। मेरो स्याहार गर्दा गर्दै श्रीमान फेरि पिछु भइगयो, बिरामी भयो। एकपछि अर्को विपत्तिले आहत बनाएका रामप्रसाद दम्पतिको जीवन आज छटपटाएको मात्र कथा होइन, आँखाबाट आँसु थाम्न नसक्ने पीडाको श्रृङ्खला बनेको छ। जब श्रीमतीको उपचारमा समर्पित थिए तब अचानक श्रीमानमा क्यान्सर देखियो। तपाईको के भन्छ अब त्यो थेरापी गरेपछि हुन्छ भने के भन्छ? थेरापी गरेर हुन्छ त भन्छ डाक्टरले, तर 6-7 वर्ष पनि लाग्यो। त्यसपछि थेरापी पनि 14 महिना थेरापी गरे हस्पिटल बसेर। हजुर 14 महिना काठमाडौँ बस्नुभयो? 7 महिना होटल बस्दै 7 महिना त्यसो बस्यो। अनि मामाले त सुरु तपाईको उपचार गरेर आले मामाले देख्थ्यो नि? मामाले देख्थ्यो। उपचार गरेर सबै मित्र सकिन। अहिलेको चितवन जाने आउने गर्नुभयो? यी सबैको बिचमा 75 वर्षीय आमा सावित्रा उपाध्यायको बोझ बोक्न नसक्ने अवस्थामा छ। छोराछोरी थलिँदा घरको सबै सम्पत्ति उपचारमा सकियो। बिहान बेलुकीको छाक टार्न पनि मुस्किल हुन थालेको छ। मलाई सारा गरिदिनुहोस्, म यस्तो अवस्थामा छु, मैले वित्त भत्ता खान्छु, उठ्न बस्न सक्दैन। मेरो छोराबारी यस्तो भए, बुहारी उठ्न सक्दैन, छोरो उठ्न सक्दैन। दुःख यतिमा सीमित छैन। रामप्रसाद र गोमाका 2 छोराहरू छन्। जेठो 18 वर्षको, कान्छो छोरो 16 वर्षको। तर आमा बुबाको उपचारको खर्चले पढाइ अधुरो छ। उज्यालो भविष्यको सपना आँखाभित्र चिमोटिएको छ। घरमा बुवा मम्मी बिरामी हुनुहुन्छ, मैले यताउता हेर्छु। आमा पनि बिरामी हुनुहुन्छ, बुढी हुनुभयो, पढ्न पाइन, पढाइ रोक्यो। आर्थिक अवस्था कमजोर भयो। सबैले सहयोग गरिदिनु होला। वृद्ध आमा सावित्रा व्यस्त थिइन्। पानी तताउने, औषधि दिने, कोठा सरसफाइ गर्ने। बोल्ने समय थिएन, तर आँखाबाट बग्ने आँसु थामिएका थिएन। आज यो परिवारको हातमा केही छैन, बाँकी छ त केवल सहायताको याचना। यदि तपाईँको सानो सहयोगले पनि रामप्रसाद र गोमा उपाध्यायको जीवनमा केही राहत ल्याउन सकिन्छ भने कृपया छोरा बबिन उपाध्यायको ग्लोबल आइएमई ब्याङ्कको खाता नम्बरमा सहयोग गर्न सक्नुहुनेछ। हामीले तपाईँलाई खाता नम्बर QR मार्फत उपलब्ध गराएका छौँ। दया, करुणा र मानवताको अभावभित्र आशाको उज्यालो खोजिरहेका छन् उपाध्याय परिवार। तपाईँको सानो साथ उनीहरूका निम्ति जीवनको पुनः आरम्भ हुन सक्छ। सहयोगको लागि सबैलाई याचना गरिएको छ।